गोरुले गधालाई सोध्यो, भाइ चुनाव त जितिछस्, मान्छेले तँलाई मत कसरी दिए नि? गधाले भन्यो, चुनाव जित्नु अघि त म पनि मान्छे नै थिएँ। अरूका छोरा खै के छोरा, अरूका छोरा खै के छोरा, छोरो भन्नु एउटा मेरै छ। अराएको काम नटेरेर के भयो, नअराएको काम तेरेको तेरै छ। मेरो परिचय आन्दोलनको खेला थियो, साँझको बेला थियो, भोकले भुँडी ठेला थियो, तैपनि मभित्र जोस र जागरको संयुक्त भेला थियो। नेता बन्ने सुर गर्दै थिए, नेपाल बन्दको पट्टा धर्दै थिए। पछाडिबाट पुलिस आयो, कठालोमा च्याप्प समायो, पहिलो बोल्यो दारी किन पालेको? पछाडिबाट पुलिस आयो, कठालोमा च्याप्प समायो, पहिलो बोल्यो दारी किन पालेको? दोस्रो बोल्यो दे सालेको, तेस्रोले जुरुक्क उचालेर फुत्त फालेको, अनि पो कविता लेख्न थाल्यो। विद्यार्थी भाइ बहिनीहरू पनि हुनुहुन्छ, उहाँहरूको लागि काम छेक्दैन वैशाख जेठको, विनाश रोक्दैन बम रकेटको, अनुशासन अपनाउँदैन डेटको, तार कुण्याउँदैन रेटको, ताला फोड्दैन 2 नम्बरी गेटको, खुसी मनाउँदैन भेटको, आगो निभाउँदैन पेटको, भने के काम त्यो सर्टिफिकेटको? आमा जब जिउँदै हुन्छन् हामी उनलाई बोकेर राख्छौँ र आफूलाई खिर खुवाउँछौँ। आमा जब जिउँदै हुन्छन् हामी उनलाई बोकेर राख्छौँ र आफूलाई खिर खुवाउँछौँ। आमा जब मर्छिन् हामी आफूलाई बोकेर राख्छौँ र उनलाई खिर खुवाउँछौँ। म किसान हुँ, पाल्ने मेरो पेसा हो। राँगो पाले मिस्टर ह्यान्डसम प्रतियोगितामा भाग लिन गयो। भैँसी पाले सुन्दरी प्रतियोगितामा भाग लिन गयो। कर्मचारी पाले भ्रष्टाचार एउटै बाँकी राखेन सबै भ्यायो। नेता पाले आफूलाई राजा बनाउँदै ल्यायो। सरकार पाले गर्नुपर्ने काम एउटै गरेन, नगर्नुपर्ने काम सबै गर्यो। सुरक्षा कर्मी पाले उसले सुरक्षा नदिउन्जेल जिउँदै थियो मान्छे, सुरक्षा दिने बित्तिकै मर्यो। पाल्ने जन्तु कुनै नपाएपछि एउटा नयाँ कदम चाले, अनि मैले दारी पालेँ। देशमा नभएको देश मेरो कविताको शीर्षक छ। देश तिनीहरूसँग पनि छ, देश मसँग पनि छ, तर देश भन्दैमा तिनीहरूको देश र मेरो देशको परिभाषा एउटै नहुँदो रहेछ। तिनीहरूको देशमा कुकुरले पुच्छर हल्लाउँछ, तिनीहरूको देशमा कुकुरले पुच्छर हल्लाउँछ, मेरो देशमा पुच्छरले कुकुर हल्लाउँछ। तिनीहरूको देशमा मान्छे सवारी साधनमा चढ्छ, मेरो देशमा सवारी साधन मान्छेमा चढ्छ। तिनीहरूको देशमा मान्छेले पैसा कमाउँछ, मेरो देशमा पैसाले मान्छे कमाउँछ। तिनीहरूको देशमा मान्छेले नोटलाई पट्याएर आफ्नो खल्तीमा घुसाल्छ। तिनीहरूको देशमा मान्छेले नोटलाई पट्याएर आफ्नो खल्तीमा घुसाल्छ, मेरो देशमा नोटले मान्छेलाई पट्याएर आफ्नो खल्तीमा घुसाल्छ। तिनीहरूको वायु सेवा निगमले प्लेन उडाउँछ, तिनीहरूको वायु सेवा निगमले प्लेन उडाउँछ, मेरो प्लेनले वायु सेवा निगम उडाउँछ। तिनीहरूको विद्युत प्राधिकरणले बिजुली बाल्छ, मेरो विद्युत प्राधिकरणले मोमबत्ती बाल्छ। तिनीहरूको इन्जिनियरले सडकलाई बनाउँछ,
मेरो सडकले इन्जिनियरलाई बनाउँछ। तिनीहरूको देशमा पुलिसले चोरलाई समाउँछ, मेरो देशमा पुलिसलाई चोरले समाउँछ। सहर तिनीहरूको देशमा पनि छ, सहर मेरो देशमा पनि छ, तर सहर भनेर मात्रै नहुँदो रहेछ। तिनीहरूको सहरमा फोहोर हुन्छ, मेरो फोहोरमा सहर हुन्छ। तिनीहरूको सहरले आदेश दिन्छ फोहोर हटाउन, मेरो फोहोरले आदेश दिन्छ सहर हटाउन। तिनीहरू पनि आफूलाई मान्छे भन्छन्, म पनि आफूलाई मान्छे भन्छु, तर मान्छे भन्दैमा सबै देशका मान्छेको अर्थ एउटै नहुँदो रहेछ। तिनीहरूको देशमा मान्छेले खानेकुरा खान्छ, मेरो देशमा खानेकुराले मान्छे खान्छ। तिनीहरू आलु बेचेर मृगौला किन्छन्, म मृगौला बेचेर आलु किन्छु। तिनीहरूको देश मात्रै देश कहाँ हो र? तिनीहरूको देश मात्रै देश कहाँ हो र? देश त मेरो पनि देश नै हो, तर देश भन्दैमा सबै देशको अर्थ एउटै नहुँदो रहेछ। तिनीहरूको देश चन्द्रमामा पुग्यो, कम्प्युटरले चलाउँछ, मेरो देश प्लेटमा पुग्यो, चम्चाले चलाउँछ। तिनीहरूको देश छ, तिनीहरू तिनीहरूकै देशमा छन्। तिनीहरूको देश छ, तिनीहरू तिनीहरूकै देशमा छन्। तिनीहरूको देश पनि तिनीहरूकै देशमा छ। तिनीहरूको देश छ, तिनीहरू तिनीहरूकै देशमा छन्। तिनीहरूको देश पनि तिनीहरूकै देशमा छ। देश मेरो पनि छ, म पनि मेरै देशमा छु, तर मेरो देशमा छैन। मेरो देशमा छैन। धन्यवाद।